धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभामा उपस्थित सम्माननीय अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, म सुस्ता गिरीको तर्फबाट न्यानो अभिवादन। आज म जब खोज्ने सोच होइन, ब्रान्ड बनाउने सोच राखौँ भन्ने विषयमा आफ्नो विचारहरू राख्न गइरहेको छु। जब खोज्ने सोचले अवसर खोज्छ, तर ब्रान्ड बनाउने सोचले अवसर सृजना गर्छ। डिग्री होइन, सिप बढाउने आजको आवश्यकता हो। जब तपाईँ आफूमा मूल्यवान बन्नुहुन्छ, तब तपाईलाई बजारले खोज्छ। तपाईँ त्यसैले जब खोज्ने सोच होइन, ब्रान्ड बनाउने सोच राख्नुहोस्। ब्रान्ड भनेको के हो थाहा छ तपाईहरुलाई? ब्रान्ड भनेको नाम वा लोगो मात्र होइन। ब्रान्ड भनेको तपाईको सिप, तपाईको सोच, काम गर्ने तरिका र तपाईले अरूलाई दिने भ्यालु हो। अब तपाईहरुलाई लाग्न सक्छ ब्रान्ड कसरी बनाउने त? ब्रान्ड बनाउनको लागि सबैभन्दा पहिले तपाईले आफूले आफूलाई पहिचान गर्नुस्। तपाईभित्रको क्षमता के हो त्यो पहिचान गर्नुस्। तपाई कुनै पनि काममा निरन्तर लागि पर्नुस् र तपाईले गरेको काम डिजिटल प्लेटफर्मबाट अरूलाई देखाउनुस्। आजको जमाना भनेको मोबाइललाई तपाईले आफ्नो अफिस बनाउन सक्नुहुन्छ। तपाईको सोशल मिडिया प्रोफाइल तपाईको रेज्युमे बन्न सक्छ, तपाईको सिभी बन्न सक्छ। त्यसैले मान्छे जब खोज्नेतिर होइन, ब्रान्ड बनाउनेतिर लाग्यो। कुनै पनि कम्पनीले तपाईको सर्टिफिकेट भन्दा पनि तपाईको स्किल के छ भनेर हेर्छ। त्यसैले तपाई आफूमा सक्षम बन्नुभयो भने तपाईले कुनै जबहरू खोज्नु पर्दैन। तपाई आफूमा सक्षम हुनुहुन्छ भने जबले तपाईलाई खोज्दै आउँछ। तपाईले जब खोज्नु पर्दैन। त्यसैले म अन्त्यमा के भन्न चाहन्छु भने जब सुरक्षित हुँदैन तर तपाईको सिप सुरक्षित हुन्छ। कम्पनी बन्द हुन सक्छ तर तपाईको ब्रान्ड बन्द हुँदैन। धन्यवाद।